पार्कमा जाँदा यस्तो केही देखियो। हेलो एन्ड नमस्ते गाइजहरु, सबैजनालाई स्वागत छ मेरो आजको डे 10 मिनी ब्लगमा। अनि आजको डे 10 मिनी ब्लगमा चाहिँ आज के कहाँ जाने हुन्छ भन्दाखेरि हजुरले लास्टसम्म हेरेर साथ दिनु होला अनि सपोर्ट पनि गरिदिनु होला। आज चाहिँ हामीहरू कहाँ जाँदैछौँ भन्दाखेरि आज चाहिँ हामीहरू यता पार्कमा जाँदैछौँ। एकदमै रमाइलो गर्नुपर्छ पार्कतिर चाहिँ। अनि आज एकदमै रमाइलो पनि लागिरहेको छ। अनि मैले चाहिँ यता ब्रस पनि गरिसकेको छु। अब चाहिँ यता फेरि मेरो चिया पनि आइसकेको छ। म चाहिँ यता तुलसीपुर बजारमा छु आज चाहिँ। अनि तुलसीपुर बजार चाहिँ ब्याकग्राउन्डमा चाहिँ देखिरहेको छु, मान्छेहरू एकदमै कम छन् आज शनिबारको दिन चाहिँ। यो चाहिँ हाम्रो तुलसीपुर बस पार्क हो। यो चाहिँ यहाँ चाहिँ गाडीहरू अलिअलि हिँडिरहेको छन्। आज चाहिँ शनिबार छ त्यही भएर पनि हिँडेको छन्। यतातिर चाहिँ बस्ती एकदमै बढी बसिसकेको छ। यतातिर चाहिँ म चाहिँ जुत्ता लगाएर एकदमै रेडी भइसकेको छु। अब चाहिँ वेट गरिरहेको छु। म चाहिँ आज चाहिँ हामी 3-4 जना जति चाहिँ गणेशपुर पार्कतिर चाहिँ हामी जाँदैछौँ। म चाहिँ यता माथि पनि आइसकेको छु। यता चाहिँ केराहरू सुन्तलाहरू चाहिँ राखिरहेको छन्। यता चाहिँ मान्छेहरू आज शनिबारको बेला चाहिँ मान्छेहरू एकदमै कम छन्। यहाँनिर चाहिँ बिहे भइरहेको रहेछ। अनि यता चाहिँ गाडीहरू अलिअलि चहलपहल भइरहेको रहेछ। यता चाहिँ गाडीहरू इभी गाडीहरू पनि अडिरहेको छ। यता साइडमा चाहिँ केही समयपछि हामी यता गणेशपुर पार्कको साइडमा पनि बाटोमा पनि पुगिसकेका छौँ हामीहरू चाहिँ। अब चाहिँ टिकट काट्ने मात्र बाँकी छन्। यता चाहिँ पसलहरू रहेछन् धेरै राम्रो गरेको। अनि यता फेरि हामी यता भित्र पनि प्रवेश गरिसकेका छौँ। अनि यहाँनिर चाहिँ वेलकम लेखेको रहेछ। अनि यता चाहिँ राम्रो ठाउँ पनि रहेछ बसेर खाना खाने चाहिँ ठाउँ। यता फेरि आजभन्दा पहिले चाहिँ एकदमै नराम्रो थियो, अहिले चाहिँ एकदमै दामी बनाएको रहेछन् यतातिर चाहिँ। अनि यता मान्छेहरू चाहिँ पछाडि चाहिँ शनिबारको बेला पनि यता गणेशपुर पार्कमा चाहिँ खासै मान्छे चाहिँ आएको रहेनछन्। अलिअलि 4-5 जना जति चाहिँ आएको रहेछन्, धेरै चाहिँ रहेनछन्। क्यामेराम्यान चाहिँ एकदमै बढी छन् यहाँ चाहिँ। आज फोटो खिच्ने मान्छेहरू चाहिँ एकदमै कम रहेछन्। अनि म पनि चाहिँ फोटो आज यसो 3-4 जति फोटो चाहिँ खिचौँ भनेर चाहिँ एकदमै कुरिरहेर बसिरहेको छु। क्यामेराम्यान चाहिँ अगाडितिर छन् अनि म चाहिँ यता तलतिर छु साइडमा। फेरि हाम्रो गौतम बुद्ध भगवान चाहिँ मजाले बस्नु भएको छ। अनि यता बाहिरबाट चाहिँ यसरी बेरेको छ चाहिँ कोही मान्छे नछिरोस् भनेर चाहिँ। अनि भित्र चाहिँ फुलहरू छ। त्यसलाई चाहिँ के भन्छन् त्यो चाहिँ मलाई थाहा छैन, तर एकदमै दामी बनाएको छन्। पहिलाको भन्दा चाहिँ गणेशपुर आजभोलि एकदमै दामी बनाएको छन्। अनि एकदमै बडी पनि दामी छ। अनि आज चाहिँ मान्छे पनि एकदमै। यिनको नाम चाहिँ के हो सबैजनाले कमेन्ट गरिदिनु होला है त। यिनको टाउको पनि कति लामो हो, मुखले के मागिरहेको छ, खाना मागिरहेको छ, तर के गर्नु मसँग चाहिँ खाना छैन यिनको चाहिँ। अनि उता चाहिँ हाम्रो बाघहरू चाहिँ। आज चाहिँ मेरो मिनी ब्लग चाहिँ यहीँसम्मको थियो। अनि मेरो मिनी ब्लग चाहिँ राम्रो लाग्छ भने लाइक कमेन्ट सब्सक्राइब गर्न चाहिँ नभुलिदैन ल। अनि अझै यस्तै भिडियोमा भेटौँला। अहिलेको लागि बाई बाई।